नमस्कार सबैजनालाई स्वागत छ फेरि पनि एकचोटि। म चाहिँ आज यहाँ ललितपुरमा छु। ललितपुरमा चाहिँ यहाँ एकजना अब यहाँ दिगो नेपाल भरिमा चाहिँ अब इको फ्रेन्डली अल्टरनेटिभ्स भन्ने सबै ह्यान्डमेड प्रडक्टहरू पाउने ठाउँमा चाहिँ म यहाँ आइपुगिसकेको छु। मेरो साथी चाहिँ यहाँ चाहिँ काम गर्दै हुनुहुन्छ है। हेलो, के बिजी नै हो एकदमै? त्यस्तो होइन, बिजी त हुनु पऱ्यो नि अलिअलि, अर्डर लिएर होला होइन। ल ठिक छ। अनि यहाँ चाहिँ हाम्रो ह्यान्डमेड प्रडक्टहरू छ सबै एकदम प्रिमियम क्वालिटीमा। तपाईँले हेर्न सक्नुहुन्छ एकदम प्रिमियम क्वालिटीको सामानहरू यहाँ सबै डिस्प्ले गरेर राखिराख्नु भएको। भर्खर फुर्सद पाउनु भएछ उहाँले। के अर्डर ठुलै थियो हो? त्यस्तै लाग्यो मलाई त। ए ओके, ठुलो हुनु पनि पऱ्यो नि। सानो सानो अर्डर लिएर त यत्रो ललितपुर जस्तो ठाउँ होइन त हाम्रो, यहाँ त एकदम भिआइपी ठाउँ हो नि त। अनि के छ त यहाँ एक दुईवटा सामानहरू मलाई एकदम राम्रो लाग्यो। मलाई चाहिँ थाहा छैन होइन, यस्तो आउटलेटमा म चाहिँ फर्स्ट टाइम छिरिरहेको छु है। मलाई थाहा थिएन यो दिगो नेपाल भनेको एक्चुअली के हो भनेर चाहिँ हजुर अब चाहिँ थाहा भयो। अब के छ यहाँ चाहिँ डे टु डे युज गर्नेलाई अब चाहिँ के छ हामीसँग सामानहरू? अब जस्तै हाम्रो चाहिँ सामानहरू तीनटा क्याटेगोरीमा छ। तीनटा क्याटेगोरीमा हजुर। जसमा चाहिँ पर्सनल केयर, होम केयर अनि किचन केयर भनेर छ हजुरले। हजुर। अब डेली बेसिसको लागि हजुरहरू युज गर्न मिल्ने चाहिँ हामीसँग चपिङ बोर्ड छ। चपिङ बोर्ड जुन चाहिँ प्योर हुड हो, सिङ्गल हुड हो हजुरको। अनि हाम्रो बेस्ट सेलिङ पनि हो। यो चाहिँ हाम्रो स्पाचुला दाबिलो भन्छ नि, ढिलो पकाउनको लागि भनेर हामीले चाहिँ लिएर आएको छौँ बजारमा। दाबिलो हजुर, एकदम यसको चाहिँ डिमान्ड एकदम बेसी भएर लिएर आएको छौँ। हजुर, यहाँ रहेछ है। यो चाहिँ केबाट बनेको रे? वुड? यो चाहिँ हाम्रो सिसाउबाट बनाएको, एकदम सिसाउको रुख भनेको एकदम बलियो रुख हो। हजुर, चाँडो फाट्ने फुट्ने केही पनि हुँदैन। यो चाहिँ हाम्रो चाहिँ प्योर हनी भयो हजुरहरूले। यो चाहिँ व्हाइट किन छ भन्दाखेरि चाहिँ अनरिफाइन्ड भएर चाहिँ व्हाइट छ यसमा। हजुरहरूलाई चाहिन्छ भने हाम्रो स्टोर पनि भिजिट गर्न सक्नुहुन्छ। ओके, भनेपछि खानेकुरा पनि रहेछ। म त लाउने कुरा युज गर्ने भन्दा भनेपछि अर्ग्यानिक खाना चिज पनि तपाईँहरूले चाहिँ प्रड्युस गर्नु भइरहेको रहेछ त्यसो भए। ओके, अनि त्यसपछि यो चाहिँ हाम्रो रेगुलर युजको लागि पर्सनल केयरमा पर्ने हाम्रो पर्सनलको वुडन कोम भन्छ यसलाई चाहिँ, हुन्छ नि, हामीले चाहिँ बनाएको छौँ। यसको चाहिँ मलाई चाहिँ ब्रान्डिङ चाहिँ एकदम राम्रो लाग्यो क्या तपाईँहरूको। यो जुन छ नि दिगो नेपाल भनेर राख्नु भएको, यो चाहिँ स्क्रब हो। यो चाहिँ हाम्रो बडी स्क्रबहरू हो। यो पनि पर्सनल युजको लागि हाम्रो डेली बेसिसमा युज हुन्छ। हामीले चाहिँ वेस्ट हुन्छ नि घिरौलोको जानु त, त्यसलाई चाहिँ रियुज गरेर चाहिँ हाम्रो बडीलाई चाहिँ हुने गरेर बडी स्क्रबर दिएर। नाइस, दामी। अनि अरू पनि अनि हामीसँग ब्याग पनि छ हजुर, कटन क्यानभासको। यो चाहिँ ओरिजिनल वाइ केको जिपर छ हजुरसँग हामीसँग चाहिँ। अनि भित्र चाहिँ ल्यापटपहरू अनि हाम्रो वाटर बोटलहरू एडजस्टमेन्ट गर्न सक्ने राम्रो रहेछ ब्याग। ओके, अब यो साइड हेरौँ न। यो अनि हाम्रो चाहिँ यो सबै जति पनि प्रडक्टहरू देख्नु भएको छ यो चाहिँ मुन्ज र काँस अनि ब्याम्बोबाट बनाएको हो। अनि यो चाहिँ हाम्रो बर्दिया, दाङ अनि नवलप्रासीबाट आउँछ, कपिल वस्तुबाट आउँछ। सो अल आर मेड इन नेपाल। प्लस यो चाहिँ इको फ्रेन्डली चिजहरू भयो, इको फ्रेन्डली प्रडक्ट भयो हजुरहरू। अब हाम्रो हुन्छ नि हजुर, जस्तै इन्भाइरोमेन्टसँग चाहिँ एकदमै कन्सियस हुनुहुन्छ भने चाहिँ हजुरहरूले इको फ्रेन्डली प्रडक्टहरू युज गर्छु भन्ने चाहिँ सोचिरहनु भएको छ भने यु क्यान भिजिट आवर स्टोर। ओके, अनि हामीसँग चाहिँ टुथब्रस पनि छ डेली बेसिसको लागि। यो चाहिँ हाम्रो ब्याम्बोबाट बनाएको, यसको ब्रिस्टल चाहिँ हजुरको क्यास्टर ओइलको बोक्राबाट बनाएको। सो बायोडिग्रेडेबल नै हो। यो चाहिँ नेचुरल साबुन हो जसमा चाहिँ हामीले त्यो एनिमल फ्याटहरू अनि केमिकलहरू फ्री सोप बनाएको छौँ। हजुरहरूको बडीमा ऱ्यासेसहरू एक्नेहरू आउँछ भने यसले चाहिँ त्यस्तो इफेक्ट चाहिँ गर्दैन। त्यसले इफेक्ट गर्दैन। युज चाहिँ गर्न हिल पनि गर्छ कि क्या? हिल त गर्दैन। गर्छ। यो चाहिँ ह्याट नै हो। यो चाहिँ हाम्रो मुन्ज र काँसबाट बनाएको। एकचोटि लाउनु त तपाईँलाई सौला जस्तो लाग्यो मलाई। अलिकति तल लाउनु पर्ने रहेछ। वा, अब चाहिँ आर्मी जस्तो देख्यो ल। ओ खतरा देख्यो नि त अब त। कस्तो राम्रो देखिँदो रहेछ त यो चाहिँ है।
बाहिरतिर एकदम धेरै चर्चित छ है लाउँछ है यो चाहिँ अनि हामीले बनाएको थियौँ के ट्राई गर्ने समथिङ न्यू भनेर चाहिँ नि अनि हामीले चाहिँ ह्याट बनायौँ सो यो चाहिँ लास्ट पिस हो हाम्रो ह्याटको ओके प्राइसहरु के छ यो ह्याटको यसको चाहिँ 1400 हो किनभने यसको डबल बुनाइ छ अनि मेहनत पनि अलि बेसी नै छ नि त त्यही भएर यस मेहनतको हिसाबले चाहिँ प्राइसहरु राख्नु भएको रहेछ है फर्स्ट टाइम भिजिट थियो है अब अझै मलाई डिटेलमा चाहिँ यो पनि राम्रो लाग्यो यो तपाईले ठ्याक्कै बोकेको है यो तातो भइराख्छ हैन कति एक दिनसम्म यो चाहिँ हाम्रो 7-8 घण्टासम्म तातो भइराख्छ 7-8 घण्टासम्म अनि हजुर चाहिँ यदि ग्रीन टी लभर हुनुहुन्छ भने दिस बोटल माइट बी फर यु किन भन्दा यसमा चाहिँ हामीले 3 स्टेनर पनि छ अनि बोक्नलाई क्यारी पनि इजी छ नि त राम्रो छ है हेर्दाखेरि पनि राम्रो लाग्यो मलाई त तपाईको यो पनि रहेछ नि एउटा हजुर यो चाहिँ एउटा पिस मात्रै आउटलेटमा राख्नु भएको रहेछ है हजुर यो चाहिँ अब धेरै नै गइसक्यो लास्ट पिस हो यो ब्याम्बो हजुर यो पनि ब्याम्बो मग नै हो हजुर भित्र पनि तातो भइरहेको भित्र स्टेनलेस स्टिल कफी खान मिल्ने हजुर कफी खान मिल्ने अनि के अब चिया स्या जे खाए नि भयो चिया स्या नै भन्दै है स्या चाहिँ हैन जोस चिया वाटर फेरि स्या भने त अर्को चिज पनि बुझ्छ नि त हामीले मान्छे त्यस्तो होइन ल ओके ल ठिक छ अब जेस हामी यहाँ भेट भयो जेस धेरै पछि भेट भयो है हाम्रो सन्जु हाम्रो नाम चाहिँ भन्न बिर्सेँ मैले बाबा भन्दा नि केही फरक पर्दैन सन्जु बाबा हैन ल अब चाहिँ हाम्रो अझै अरू पनि प्लान छ नि हैन अहिले पछि यहाँ मेला लागिरहेको क्या अरे प्रीतिपुर है अब चाहिँ यहाँ बन्द एकैछिन चाहिँ हल्का तल तानेर जानु पर्ला है त्यसो भए क्लोजिङ गर्न लागिरहेको भयो यो नम्बर छोडेर गएको कोही आयो ए मैले नम्बर त देख्दैन है तर यता होइन मेरो यसबार चाहिँ हाम्रो चाहिँ चौला खेल सडक महोत्सव हो यो चाहिँ स्कुटरको स्टल स्टार्ट भएको छैन जम्मा 75,000 होइन त मान्छेलाई नहान है फेरि बिस्तारै हान नगर छोड्दो त्यही पछाडि अगाडि मात्र गर न जान्छ पावर छ राम्रै छ त यसलाई चाहिँ पेडल चलाएपछि आफै पेडल चलाए पेडल गरेपछि चार्ज हुन्छ हो 75,000 मात्रै रे ल राम्रो लाग्यो यसको चाहिँ कति छ यसको दुईटै एउटाको सस्तै रहेछ त इलेक्ट्रिक स्कुटर हामी चाहिँ टिकटक भाइरल कोरियन कर्न डग रे कहाँ कन्डक हुन्छ कर्न कति हो 150 50 जाने ठीक छ 50 जाने खाइदिउँ न 50 जाने ससेज मात्रै हुन्छ एउटा दिनु न एउटा 100 जाने एउटा चिजवाला खाइदिउँ न चिज कन्डक रे ल राम्रो छ मिठो छ त्यो त मिठै लाग्छ चिज कन्डक यो चाहिँ 100 रुपियाँ र यो 50 रुपियाँ रे महोत्सव सडक महोत्सवमा हिँड्दैछु के पाउहरू साङको स्पेसल तितौराहरू रे अहिले पछि गरौँला नि बफ सेकुवा हो यमरी त के खानु हो मलाई त बाहिरको त्यस्तो मिठाई लाग्दैन हाम्रो त त्यस्तो गर्दैन के हो यो पापडी चाट गुलियो हुन्छ कि अमिलो हुन्छ गुलियो पनि हुन्छ त कुनै त कति रुपियाँ हो 4,74,900 खतरा अफरोडिङ है सबसे 1 नम्बरमै आउँदो रहेछ यो 210 चाहिँ एक वर्ष लाग्छ
साँचो छैन ल म चाहिँ अब एडभेन्चर बाइकमा स्विफ्ट हिँड्न खोजिरहेको थिएँ अब एक्सपोज देखिहालेँ प्राइस पनि तर रेन्ज चाहिँ राम्रो हो क्या यसको त तपाईँको क्वालिटी पनि राम्रो अब जहाँ पनि लान मिल्ने बाइक छ क्या एबिएस होइन अब तपाईँको रियस चार्जिङदेखि लिएर इभन नेभिगेसनहरू पनि देखाउँछ यसमा नेभिगेसन पनि छ नेभिगेसन डिरेक्सन देखाउँछ यसले एबिएसहरू सबै टाइम भयो गेयर इन्डिकेटर स्विच गर्न मिल्छ एबिएस मिल्छ एबिएस स्विच पनि गर्नु मिल्छ तपाईँले यसरी दामी रहेछ बाइक तपाईँको होइन यो अफरोडहरूमा लानु मिल्यो ए एबिएस स्विच मोड रहेछ कि दामी छ एक्सपल्स दामी लाग्यो यो एक्सट्रिम होइन त एक्सट्रिम एक्सपल्स भनौँ न हिरो कम्पनीको होइन यसको चाहिँ हामीले एबी चाहिँ उनीहरूको नयाँ मोडल हो एबी नयाँ मोडल रहेछ 210 चाहिँ आएको रहेन यो 200 रहेछ नि त मलाई 210 राम्रो मलाई लाग्छ क्या जस राम्रो लाग्यो तिमीलाई मनाङ मुस्ताङ घुम्न चाहिँ सकेला जस्तो छ यो बाइकमा कहिले जाने धेरै स्टलहरू धेरै रहेछ है ललितपुरमा चाहिँ गर्न चाहिँ गर्छ है राम्रो राम्रो चिजहरू त्यही भएर मलाई ललितपुर जिल्ला राम्रो लाग्छ लसी खाइदिउँ न के हो यो हाम्रो लस्सी हो के हुन्छ यसमा कति हो पैसा हजुर 100 रुपियाँ मात्रै हुन्छ एकछिन है अनि यो चाहिँ दही होइन यो पनि रहेछ त खाने यो राम्रो हो नि झन् होइन सबसे राम्रो त यो खाइदियो बरु एउटा खाने हो एउटा राखिदिनु न त नत्र त इसोभा हुन्छ है इसोभा अहिलेको नयाँ जेनेरेसनसँग भइहाल्छ भाइ त पुरा नयाँ जेनेरेसनवाला रहेछ के कहाँ हो हाम्रो कुवाहरू पनि राख्छ होइन माथि माथि के राख्छ राम्रो रहेछ मान्छे राम्रो अनि ल यस्तो हान्छ मान्छे आँखा नलाउनु यार अरूको हुनसक्छ उहाँलाई नै दिनु देऊ यार अलिकति ठुलो गर न तर मिठो छ मैले रियाक्ट मात्रै दिएको हो एकदम मिठो छ गाइस अब आज लास्ट हो लास्ट हो आज कति दिन भयो जम्मा ठिकै हो तर भोलिसम्म गर्नुपर्ने पैसा तिर न खाऊ न पहिला यो कस्तो छ हेरौँ अलिकति त्यो यो सुधाइ गरेर खाऊ न घटघट खाइदेऊ न एकचोटि हो मिठो छ स्ट्रिट फेस्टिभल के हो यो डोसा रे डोसा कुन चाहिँ रोटी यो त पुरी हो नि त ए यो कुन हो पुरी ए उ त्यो आज बाहिर आएको काको ए यसको उयो बर्फी स्विट हो स्विट चाहिँ के खानु म त इन्डियन आइटम हेलो 20% डिस्काउन्ट छ अरे गर्मी भएको छैन गर्मी भएको छैन कहाँ गर्मी हुन्छ त अलिअलि मात्र भएको छैन कति घन्टा भयो चस्मा त हामी लगाइहाल्छ आउँछौ ल बल्ल खाली ठाउँमा आइपुग्यो है हल्का यहाँ चाहिँ स्टल रहेन यहाँदेखि चाहिँ स्टप गरेर लाइभ म्युजिक हुन्छ उयो अङ्कलको हेर न ताक्नु यो अङ्कल फेरि गर्नु न फेरि गर्नु न फेरि गर्नु फेरि अङ्कल फेरि बच्चाहरूलाई हुन्छ क्या अङ्कल फेरि गर्नु न त्यसलाई जतिखेर नि गरेर राख्छ त्यो के बनारसवाला हो पान कति रुपियाँ हो यसको एकदम मिठावाला हो अहिले चाहिँ हाम्रो यो हिरामोती
हिरामती यो के बेच्न मिल्ने हिरामती त होइन यो सप हो यो सबै हो ए सोप 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 रे सोप हाम्रो लागि चाहिँ दुईटा अलिकति स्पेसल गरिदिनु है यो मिक्सचर 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 ए के हो यो मिक्सचर ए जस गुलिया चिजै भनौँ न गुलिया चिज यो आगोवाला पान चाहिँ बन्दैन तपाईँकोमा न छैन आगोवाला त हामी बनाउँदैन यसमै लगाइदेऊ आगो तपाईँको चाहिँ स्पेसल बदाम हो यो स्पेसलै हो कति रुपियाँ हो यो 50 रुपियाँ एउटा हालिदिनु न त हामीलाई अलिकति 2-4वटा बढी हालिदिनु बहुत बहुत बढ़िया दिख रहा है यार ये तो दाइको घर कहाँ हो घर हाम्रो इन्डिया पर्छ इन्डिया नै हो तर दाइ त नेपाली जस्तो देख्नुहुन्छ त यहाँ 30 वर्ष भयो ओहो तिमी नै मोटो यो मोटाउने चिज हो यो जिस्काइदिया छ त्यो लाग्ने पान पनि हुन्छ रे नि के सत्य हो लाग्ने पान पनि हुन्छ हुन्छ यही छ लाग्ने पान त त्यो जर्दा मिसाएको पान हुन्छ कि ल धन्यवाद दाइ है दाइको नाम चाहिँ थाहा भएन मलाई नाम मेरो जमिल अंसारी जमिन अंसारी अरे बहुत अच्छा अब तपाईको हजुरको वाइफ हो तपाईहरु त लजार जानु ल धन्यवाद है तपाईलाई राम्रो लाग्यो रमाइलो लाग्यो है दुईटा चाहिँ प्याक गरिदिनु फेरि आउँला तपाईको पान पसलमा फेरि है त दाइ ल हाम्रो लाइभ म्युजिक पनि भइरहेछ सुरु हुन लाग्छ यतातिर नजिकको मान्छेहरूलाई चाहिँ रमाइलो भइरहेछ त्यहाँ जो आइराख्नु भएको छ फर्किरहेछौँ अब घरतिर जानुपर्छ रमाइलो थियो बिहान पनि मुस्ताङकै सेवा आइपुग्यो क्या के यहाँ चाहिँ दिगो नेपालमा चाहिँ जे पनि आइपुग्ने हो क्या मुस्ताङदेखि मनाङदेखि सेउ पनि खाँदै रहेछ मिठो छ कति छ रहेछ मुस्ताङको सेउ हेरौँ त आमा झोलाइ रहेछ त हेरौँ न एकचोटि यो चाहिँ खासमा के यो चाहिँ हाम्रो दाइले चाहिँ अर्गानिक पनि राख्नुहुन्छ कि अर्गानिक जस्तो पयर भयो ए त्यो पनि अघि नै अर्गानिक नै हो अनि जुन मुस्ताङको स्याउ भयो सो हजुरहरूलाई चाहिन्छ भने चाहिँ नेपाल फार्मर्स बास्केट भन्ने छ त्यहाँबाट हजुरहरूले अनलाइन कन्ट्याक्ट गर्न सक्नुहुन्छ त्यहाँ दिगो नेपाल भन्ने स्टोरले भिजिट गर्न सक्नुहुन्छ ए मैले अघि नै देखाइसकेँ तर फेरि एकचोटि देखाउँछु म दिगो नेपाल भनेर भनेपछि अर्ग्यानिक चिज सबै पाउने रहेछ नपाउने चिज केही पनि छैन रहेछ होइन तिमी पनि पाइहाल्छु नि होइन एकचोटि भित्र छिरौँ न त यसो स्वागत गर्छु तिमी धोके बाजै हो दुश्मन साथी रहेछ ल तिमी त है यता हेर न दुश्मन कन्मारे हो उता गएर एकदम कडा मान्छे हाम्रो कलेजमा पनि सबसे कडा ऊ नै थियो है ल ठिक छ अब केही भन्दै जाँदा केही भन्नु छ कि ढिला पनि भइसक्यो किनभने अँध्यारै भइसकेको छ है बाहिर त्यही त अब चाहिँ म जानु नहाँस न होइन उसको बानी नै त्यस्तो हो अनि सुन्नु न हजुर अब जाँदा के भन्नु भने बत्ती बालेर जाने अघि आएको हुँदा त अँध्यारो भयो नि त अब केही दुई शब्द केही भन्नु छ कि अनि यसरी नै हामीलाई माया गर्दै जानु होला अनि दिगो नेपाललाई पनि फलो गर्नुहोस् अनि उहाँ हाम्रो ब्लगरलाई पनि सब्सक्राइब गर्दै जानु होला हौसला बढाइदिनुहोस् त्यही हो हौसला बढाइदिनु अब तपाईँले भनिहाल्नुभयो धेरै माया गर्नुहोस् तपाईँले भनिहाल्नुभयो अब मेरो हौसला नि बढ्यो है आजबाट अरूले पनि हौसला बढाइदिन्छ जस्तो आशा गर्छु त्यस्तै गर्दै ल अब के गरौँ त जाउँ म बाई 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 बाई
Bye. See you guys. See you.